र आज सेकेन्ड डे चाहिँ म चाहिँ उठ्ने बित्तिकै स्विमिङ पुलतिर पुगेँ र यहाँको भ्यूले चाहिँ मलाई एकदम फ्रेस नै बनायो त तपाईँहरू पनि हेर्न सक्नुहुन्छ सरररररर र पारिपट्टि चाहिँ मजाको तपाईँले बाक्लो जङ्गल पनि देख्न सक्नुहुन्छ र यहाँ चाहिँ हेर्नु स्विमिङ पुल कस्तो सफा के त्यसपछि म त नाच्न सुरु गरेँ एकदम मजा आइरहेको थियो होइन त्यसपछि त त्यहाँ साथीहरू दाइ पनि मजाले नाच्नु थाल्नुभयो मलाई चाहिँ त्यति लेभल नपुगेर त्यहाँ फेरि नाच्नु जाँदैछ मजाले नाचेर फेरि स्विमिङ नखेल्ने भने फेरि नाच्दै दौडेर नाचेँ त्यहाँ पनि होइन र नुहाइसकेपछि चाहिँ चिठीको फोनमा हेर्दा कस्तो हिरो देखिरहेको चाहिँ आमामा के साह्रो भन्नु म चाहिँ होइन आफै खुसी भएर क्या फेरि खुसी भएर एक नन्द्र झुप्रोको सुतेको त उठ्दाखेरि त अँध्यारो भइसकेको छ र सबजना त गएर त बाइक रेडी गरिसक्नु भएछ र म पनि हतार हतार चाहिँ फोन बोक्दै त्यहाँतिर दौडेँ होइन गुटुङ टुङ टुङ र सासै नफेरिकन गुटुङ टुङ दौडिसकेपछि त्यहाँ सबजना रेडी भइसक्नु भएको थियो र म पनि गएर दाइको पछाडि सर्लक्क बसेँ र हामी चाहिँ मुगलिन बेकरीमा चाहिँ केक लिन पुग्यौँ र हाम्रो शिक्षा मिस पनि हुनुहुँदो रहेछ र यही एउटा सानो भिडियोदेखि उहाँलाई सम्झिन्छ आज उहाँ यस दुनियाँमा हुनुहुँदैन यो चाहिँ अलिकति अगाडिको भिडियो हो होइन र रेस्ट इन पिस भन्न चाहे उहाँलाई चाहिँ एकदम सपोर्टिभ व्यक्ति हुनुहुन्थ्यो र सम्झना स्वरूप यही भिडियो उहाँसँग अन्तिम मेमोरी हुनुभयो र भाइको केक पनि काट्दै हुनुहुँदो रहेछ र सबजना त्यहाँ चिलमा एकदम स्विमिङ पुलमा हेर्नु न बेलुका त झन् बिहान भन्दा नि एकदम मजा आउने क्या हो त्यहाँ चाहिँ सबैजना चिलमा छ होइन त्यसपछि म पनि के म पनि जानु थालेँ एम्स्टरड्याममा र म चाहिँ एकछिन नाचेपछि थाकेको थिएँ र थाकेपछि भाइ स्विमिङ खेलेको हेर्दै थिएँ र यतापट्टि त राष्ट्रिय भावना जागेर हेर्छु रातको 12 बजे र म चाहिँ रातको 12 बजे यति साह्रो पनि भावना जगाउनु हुँदैन भनेर चाहिँ म चाहिँ सुत्न गएँ रुममा र भोलिपल्ट बिहानै उठेर चाहिँ म चाहिँ जसरी दाइको बाइकमा पछाडि बसेर आएको थिएँ त्यसरी नै सर्लक्क बसेर हामी गयौँ फेरि रुमतर्फ र आजको लागि मिनी ब्लग यति नै र अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र फेरि पनि मेरो न्यू मिनी ब्लग हेर्न चाहनुहुन्छ भने मेरो च्यानल सब्सक्राइब गरिदिनु होला।